नमस्कार, तपाईँले हेर्दै हुनुहुन्छ हाम्रो युट्युब च्यानल सिएल अनलाइन मिडिया। आज हामीले शिक्षक सेवा आयोगको सूचना लिएर आएका छौँ। प्राथमिक तहको विज्ञापन कहिले हुन्छ भन्ने धेरैलाई जिज्ञासा भएको छ र हामीलाई धेरैले म्यासेज पनि गर्नुभएको छ। हामीले त्यसका लागि तपाईँलाई हामीले सूचना भन्न गइरहेका छौँ र हामीले निमावि प्लस प्राथमिक तहको अनलाइन परीक्षा वैशाख 1 गतेदेखि सुरु गरिसकेका छौँ। अब केही दिन वैशाख को 6 गतेसम्म तपाईँ जोडिन चाहनुहुन्छ भने मात्र रु 500 जेठ 15 गतेसम्म निमावि परीक्षासम्म तपाईँ जोडिन सक्नुहुन्छ। दुईटैको संयुक्त अनलाइन परीक्षा हामीले सञ्चालन गरेका छौँ र धेरै साथीहरू जोडिनु भएको छ। आज सेट 4 रहेको छ। हामीले साँझ 5 बजे अनलाइन परीक्षा गर्छौँ र त्यसको उत्तर कि राति 10 बजे आउनेछ। तपाईँहरू जोडिन चाहनुहुन्छ भने आज सेट 4 रहेको छ। मजाले त हामीलाई कल गर्नुहोला। हाम्रो मोबाइल नम्बर रहेको छ 98 493 10 709 बालाजु काठमाडौँ। हामीलाई फोन गरेर तपाईँले ई सेवा मार्फत पेमेन्ट गरेर मात्र रु 500 गरेर मजाले 1.5 महिनासम्म मजाले परीक्षासम्मको लागि तपाईँ मजाले अनलाइन परीक्षा सम्भावित सेटहरू हामीले अनलाइन परीक्षा गराइरहेका छौँ। यहाँभन्दा अगाडिका विगत 5 वर्षदेखि हामीले अनलाइन परीक्षा सञ्चालन गरिरहेका छौँ भने धेरैभन्दा धेरै प्रश्नहरू पार्न सफल भएका र पहिलो पत्रमा धेरै साथीहरू उत्तीर्ण हुनुभएको छ। यसै गरी माध्यमिक तहको भर्खरै हामीले सञ्चालन गरेका थियौँ र माध्यमिक तहमा पनि हामीले 80% विद्यार्थी पहिलो पत्रमा पास गर्न सफल भएका छौँ र तपाईँ जोडिन चाहनुहुन्छ भने कृपया जोडिन सक्नुहुनेछ। ई सेवा मार्फत पे गर्ने हामीलाई कल गरेर मोबाइलमा कल गर्दै हामीलाई सम्पर्क गर्नुहोला। वैशाख 6 गतेसम्म जोडिन चाहनुहुन्छ भने रु 500 रुपियाँ लाग्नेछ। यो जानकारी गरायो र अब हामीले प्राथमिक तहको थप कोटा पनि हामीले सबै भिडियोहरू हाम्रो युट्युबमा राखिसकेका छौँ। 4वटा भिडियो रहेको छ। सबै भिडियो हेरेर अनि तपाईँ कुन जिल्लामा बस्नुहुन्छ, तपाईँको जिल्लामा कति कोटा खुल्दैछ भन्ने तपाईँले त्यसबाट पनि जानकारी प्राप्त गर्न सक्नुहुनेछ। र यसै गरी हामीले आज विशेष गरी तपाईँले यस युट्युबलाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया हाम्रो युट्युबलाई सब्सक्राइब गर्नुहोला। हामीले यस युट्युबमा शिक्षक सेवा आयोग र प्राविधिक सहायक प्राचा शिक्षा प्रशासनका सम्भावित सेटहरू, यसै गरी शिक्षा प्रशासन अनलाइन परीक्षाहरू पनि हामीले सञ्चालन गरिरहेका छौँ। अहिले बागमती प्रदेशको भर्खरै विज्ञापन भएको छ प्राचाको, त्यसको प्रथम पत्रको अनलाइन परीक्षा हामीले यही वैशाख 6 गते शनिबार साँझ 5 बजेदेखि सुरु गर्दैछौँ। तपाईँ जोडिन चाहनुहुन्छ भने तपाईँहरू जोडिन सक्नुहुन्छ। 1 महिनाको मात्र रु 500 रुपियाँ लाग्नेछ। हामीलाई सम्पर्क गरेर पनि तपाईँ बागमती प्रदेशको पहिलो पत्र अनलाइन परीक्षा समेत गर्न सक्नुहुनेछ। यसै गरी सङ्घीय प्राचाको अब त परीक्षा आउने समय भइसकेको छ र तपाईँले जोडिन चाहनुहुन्छ भने कृपया जोडिन सक्नुहोला। र तपाईँ अझै पनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया यस युट्युबलाई सब्सक्राइब गरेर मात्रै हाम्रो भिडियोलाई हेर्नुहोला। हामीले राखेका सूचनाहरू तपाईँले तुरुन्त पाउन सक्नुहुनेछ। अब भने हामी तपाईँलाई प्राथमिक तहको विज्ञापन कहिले हुन्छ भन्ने विषयमा तपाईँलाई सानो सूचना रहेको छ। शिक्षक सेवा आयोगले प्राथमिक तहको विज्ञापन गर्ने अन्तिम तयारी गरेको छ। शिक्षक सेवा आयोगले यस वर्ष लगभग 3000 को हाराहारीमा प्राथमिक तहको शिक्षक दरबन्दी खुल्ने भएको छ। यसै गरी शिक्षक सेवा आयोगले अब केही दिनमै विज्ञापन गर्ने जनाएको छ भने विज्ञापन भने यही निमावि तहको विज्ञापनको अन्तिम मिति वैशाख 19 गते रहेको छ र त्यसको 7 दिन पश्चात लगभग वैशाख 25 गते भित्रमा विज्ञापन हुनेछ र विशेष कारणवश वैशाख 25 गते विज्ञापन नभएमा वैशाख 31 गतेमा विज्ञापन भएर असारको लगभग 20-25 गते पहिलो पत्रको परीक्षा गर्ने गरी शिक्षक सेवा आयोगले विज्ञापन गर्ने तयारी गरेको छ। सबैजना जुट्नुहोला र तपाईँ अहिलेदेखि नै जोडिन चाहनुहुन्छ। यो अफर रहेको छ। हामीले पछि 800 रुपियाँ मासिक लगाउँछौँ। अहिले तपाईँले प्रावि र निमाविको लागि जोडिन चाहनुहुन्छ, एकैचोटि तपाईँलाई हामीले सहुलियतमा निमावि तहसम्म परीक्षाको लागि निमावि परीक्षासम्मको लागि तपाईँलाई हामी जोड दिन्छौँ मात्र रु 500 मा। मोबाइल नम्बर 98 493 10 709 बालाजु काठमाडौँ। हवस् त, नमस्कार।